यो भिडियोलाई पुरै हेर्नुहोस् ल। यो तपाईँको जिन्दगीसँग मेल खान्छ कि खाँदैन। बिहे गरेर आउँछ, त्यसपछि बच्चा जन्मिन्छ, अब बच्चासँग खेलिरहेको छ, बच्चा ठुलो हुँदै गइरहेको छ र बच्चाको बर्थडे पनि मनाइरहेको छ। अब बच्चा ठुलो भयो, बच्चा पढ्नको लागि बाहिर गयो, सायद बाहिरको कुनै सहरमा हुनसक्छ अथवा विदेशमा पनि हुनसक्छ। अब एक दिन फेरि छोरा आउँछ ग्रेजुएसन गरेर, अनि एक दिन छोराले बुहारी लिएर आउँछन्, सबैजनाले सेलिब्रेट गर्छन्। अब बाबामा बुढो भइसके, अब हेर्नुहोस् उनी एक्लै भइसकेका छन्। उसको जीवन साथी उसँग छैन, न त उसको सन्तान नै। अब फेरि हेर्नुहोस् उनी एक्लै बसिरहेका छन् र उसको छोराबुहारी उसलाई भेट्न आउँछन् नातिनीहरूसँग। सायद अब एक दिन त्यो व्यक्ति पनि यो संसारमा छैनन्। त्यसैले यो घरको हालत हेर्नुहोस् के भएको छ। यो सबैको जिन्दगीमा आउँछ, मेरो, तपाईँको, हामी सबैको जिन्दगी यस्तै हो माई डियर फ्रेन्ड।